ल आज यो अधिकारी फ्यामिली केही नयाँ जेनजीहरूलाई लिएर जङ्गल सफारीतिर जाँदैछौँ। वीरतामाथि रहेको खोलाको छहरामा आज आइरहेका छौँ। गर्मीको बेला अनि यो छुट्टीले धेरैजना यहाँ नुहाउने र घुम्ने क्रममा हुन्छ। धेरै छुट्टी भएको हुनाले विद्यार्थीहरू पनि यहाँ देख्न सकिन्छ नुहाउने भनेर देखिरहेको छ। ल यी सबै आएका छन्। यो पहिला हामी हिँडिरहेका छौँ। सानो छहरो भर्खर कटिसकेपछि अब ठुलो छहरोतर्फ लाग्ने क्रम छ। अनि र हामी थोरै छौँ कि भनेको त अहिले बाटाभरि लगभग 200 जना जति खोलाको शुद्ध पानीमा नुहाउन अनि त्यस्तै गरी प्राकृतिक दृश्यहरू हेर्नको लागि भनेर धेरै मानिसहरू आएका थिए। साँच्चै अब धेरै वर्षपछि आउँदा लगभग हामी अहिले ठुलो छहरा नजिकै आइपुगेका छौँ र कुनै स्विमिङ पुलभन्दा कम छैन। पानी चिसो छ। यहाँ आएर हामी सानोमा नुहाउने गर्थ्यौँ। अलि ठुलो थियो, लगभग 20 फिट गहिराइ रहेको यो दह स्विमिङ पुल भन्ने उनीहरूलाई नेचुरल स्विमिङ पुल देखेर नुहाउनको लागि तयारी अवस्थामा रहेको छन्। तिमीहरूलाई भैरवा बुटोल होइन, मैले आज आफ्नै गाउँमा रहेको ठुलो छहरामा लगेर स्विमिङ गराउँछु भनेको थिएँ। सोही अनुसार हामी 3 भाइका छोराहरू यहाँ उपस्थिति भएका छौँ। एकदम भाइ छोराहरूले आज एकदमै छहरामा एकदम स्विमिङ पुलको झैँ गर्न पौडी खेलिरहेका छन्। पौडीमा रमाइरहेका छन्। एकदम खुसियाली मनाइरहेका छन्। आज बिदाको दिन पारेर हाम्रो भाइ छोराहरू एकदम भाइ छोराहरूले आज एकदमै मनोहर दृश्य। अहिले यहाँ छोराहरू चरामा पौडी खेलिरहेका छन्। लगभग कोही ठाउँमा उभिन मिल्ने र गहिरो डुबाउने किसिमको छ। साह्रै धेरै वर्षपछिको अनुभूति। हामी यो छहरा देखिराखेका छौँ। साह्रै ल ठुलो छहरामाथि अब एकदम उकालोमा ट्रेकिङ गर्दैछन् छोराहरू। ल सकिन्छ होला आइयो कता हो मेरो ब्याग उता जान ठाउँ हो। ल सन्डे त उता जान ठाउँ हो। पहिले सर्पको द्वाल कोरियामा आइपुगेका छौँ। कोरिया नजिकैको छहरा र त्यहाँ दह रहेको छ। हामी पौडी खेल्न पनि सक्छौँ। तपाईँहरूले देखिरहनु भएको छ माथि छहरा, अनि त्यो छहरा कोरिया नजिकै रहेको र त्यहाँ दह छ। त्यो दहमा
साँच्चै नै हामी स्विमिङको आनन्द लिन सक्छौँ र यसरी आज हामीले विभिन्न छहराहरूको हेर्ने क्रम र ठुलो छहरामा आएर नुहाइ गरिसकेपछि हामी माथि लागेका छौँ। हाम्रो 7 जनाको टोली कतिपय छोराहरू उक्लिने क्रममा रहेका छन् भने फाइनल्ली हामी खोरियामा आइपुगेका छौँ। हाम्रो टोली ल हेर्नु यो ठुलो फाँट रहेको छ यहाँ जङ्गलको बिचमा खोरिया। यो यहाँ केही बाँस खोलाका मानिसहरूको यहाँ खोरिया रहेको छ ठुलो माथि गाउँ देख्न सक्छौँ साह्रै सुन्दर। र यो चुरिया पहाडको लगभग हामी नजिकै आइसकेका छौँ र अब आधी घन्टाको यात्रामा हामी यो चुरिया पहाडको टुप्पोमा पुग्न सक्छौँ। ल यता छन् छोराहरू धेरै वर्षमा जन्मेपछि पहिलो अनुभूति गरिरहेका छोराहरूले साह्रै खुसी मनाएका छन्। बाबाले यस्तो राम्रो ठाउँ किन नल्याइदिनु भएको होला भन्ने उनीहरूको गुनासो रहेको छ। सानोमा यिनीहरू हिँड्न सक्दैनन् कि भन्ने लाग्ने र पढाइको बेलामा यिनीहरूका कक्षाहरू छुट्नेले गर्दा हामीले यहाँसम्म ल्याउन सकेका थिएनौँ। अहिले धन्न फुर्सद मिलेको छ अझ 4 दिनको छुट्टी र यिनीहरूलाई विभिन्न ठाउँ र गाउँघर देखाउने क्रममा आज आफ्नै गाउँ पुर्ख्यौली गाउँ बिर्तामा नजिकै रहेको छ खोलामाथि रहेको छहरा सानो छहरा ठुलो छहरा हुँदै आज खोरियासम्मको यात्रा र अहिले यहाँसम्म आइसकेपछि थकित मुद्रामा प्राकृतिक दृश्य हेर्दै अन्तमा हामी चुरे पहाडको टुप्पोमा आइसकेका छौँ। यो लावल खोला अलाल बिर्ता खोलाको मुहान रहेको छ। यहाँ हामी चुरे पहाड जुन महेन्द्र हाइवेबाट हेर्दा देख्ने माथिको चुरे पहाडको टुप्पाबाट सुरु भएको यो लाउली खोला जुन लन्डन ब्रिज पुल लिएर रहेको खोलाको मुहानमा आइसकेका छौँ र हामी यहाँ आइसकेका छौँ। साह्रै रमाइलो आज वास्तवमै ल तयारी गर्दैछन्। अब भोक लागेको हुनाले यहाँ विभिन्न घरबाट ल्याएको ड्राई फ्रुट बनाएर खाने क्रममा रहेका छौँ। यता पनि ज्याङ छ रुखहरू छ अनि यता पनि रुखहरू छ। धेरै वर्षपछि आएको र अनि यहाँ मानिसहरू पनि आवत जावत गर्न अहिले कमै भएको हुनाले गोरेटो बाटो भेट्न पनि गाह्रो भएको अवस्था छ। तैपनि हामीले यो ओह्रालो झर्नुपर्ने भएको हुनाले ओह्रालो बाटोतिर झरिरहेका छौँ। झर्ने क्रममा या हामी बिर्तातिर पुग्छौँ या चिसापानी साइड वा बरघाट पुग्छौँ भन्ने कुरोमै हामी दोधारमा छौँ। जाँदा खोलाको किनार गइयो सजिलो भएको थियो र टुप्पोमा पुगिसकेपछि झर्ने क्रममा बाटो त्यति राम्रो बाटो देखिएन। गोरेटो बाटो पनि चिन्न गाह्रो र हरियाली झ्याङहरू बढेको हुनाले हामी झर्ने क्रम जारी छ र कति दाइ र छोराहरू अझै आउने क्रम माथि छ भने अहिले यहाँ हामी यता कुरिरहेका छौँ र रमाइलो हुँदो रहेछ आनन्द र अनि कता एक किसिमको डर पनि फिलिङ हुँदो रहेछ। जङ्गलको बाटो अनि अब सन्नाटा छ कुनै जङ्गली जनावरहरू पो धेरै समयपछि आएको अनि त्यसपछि मानिसहरूको आवत जावत कमै देखिएको हुनाले
खुल्साखुल्सी र झ्याङबाट कता अन्य जनावरहरू जङ्गली जनावरहरू पनि आउने हुन् कि भन्ने लाग्दो रहेछ। जे होस् हामी 7 जनाको टोली छौँ, निर्धक्क भएर अगाडि बढिरहेका छौँ, बाटोको खोजाइमा छौँ। कुन बाटो जाँदा हामी सही गन्तव्यमा पुग्छौँ भन्ने कुरोलाई अलिकति यहाँ गाह्रो भएको छ। धेरै लामो समयपछि यो हामीले देखिराखेका छौँ जङ्गलको बिचमा यो धमिराको घर हो। सानो धमिराले मेहनत गरेर यस्तो राम्रो आकर्षण घर बनाउन सक्दो रहेछ। हामीले पनि योबाट के पाठ सिक्नुपर्छ भने हामीले मेहनत गऱ्यौँ भने असम्भव भन्ने केही छैन। साना जसलाई हामीले आँखाले पनि देख्न मुस्किल पर्ने किरा फट्याङ्ग्राले त मेहनत गरेर यति राम्रो महल ठडाउन सक्छन् भने हामी मानव जातिले हाम्रो बुद्धि विवेक तर्क लगायौँ भने पक्कै पनि यस्ता महलहरू बनाउनको लागि सक्षम हुन्छौँ। हामी आफ्नो कार्यमा सफल हुन्छौँ र यसबाट हामीले धेरै शिक्षा लिन सक्छौँ। विद्यार्थी भाइ बहिनीहरू सानो सानो मेहनत गर्दै गयौँ, कन्टिन्युसली मेहनत गऱ्यौँ भने हामी यस्ता ठुला समस्याहरूलाई पनि समाधान गर्न सक्छौँ भन्ने उदाहरण यी धमिराहरूले प्रस्तुत गरिरहेका छन्। र मलाई यो जङ्गलको बिचमा यति ठुलो धमिराको वीरतामाथि डाँडोमा रहेको यो देउरालीको मन्दिर साह्रै मनमोहक ठाउँमा रहेको छ। यहाँ यसलाई बाटोघाटो बिजुली आइसकेको छ र बाटो र अन्य यसलाई प्रचार प्रसार गरेको खण्डमा पर्यटकीय रूपमा धार्मिक रूपमा यो ठाउँलाई हामीले विकास गर्न सक्छौँ। यसलाई एउटा गुरु योजना बनाएर माथि देउरालीको मन्दिर बनाउने र तल फुलबारी र पिकनिक स्पोट बनाएर यसलाई विकास गर्न सकेको खण्डमा पक्कै पनि यसले पर्यटकीय विकासको साथसाथै धार्मिक विकासमा समेत टेवा पुर्याउने